2082 सफल पार्नका निम्ति अहोरात्र खटिनुहुने रेफ्रीज्यूहरू म उहाँलाई सम्मान कति लागिरहेको छु। कृपया दोहोऱ्याएको छ त नि आजका प्रमुख नेता 570 जना छोरा होइन राजनेता र अर्का एसिस्टेन्ट रेफ्री सुशील तामाङज्यूलाई स्टेज अगाडि आइदिनुको लागि हार्दिक अनुरोधलाई पनि सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी आजको खेलमा आजको फाइनल खेलको म्यान अफ द म्याच हुन सफल हुनुभएको छ चारपाने युनाइटेड भेटरन्स क्लबका जर्सी नम्बर 7 का सन्तोष राई। म उहाँलाई आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि यहाँ स्टेजमा निम्त्याउन चाहन्छु र यो पुरस्कार सम्पूर्ण खेलका बेस्ट किपरको रूपमा चारपाने युनाइटेड भेटरनका गोलकिपर रूपक गुरुङ म उहाँलाई पनि आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि यहाँ निमन्त्रणा गर्न चाहन्छु। रूपक गुरुङ चारपाने युनाइटेड भेटरनका डिफेन्डर सन्तोष बस्नेत म उहाँलाई पनि आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि यहाँ निमन्त्रणा गर्न चाहन्छु। त्यस्तै गरी बेस्ट कोच हुन सफल हुनुभएको छ चारपाने युनाइटेड भेटरन्सका टिमको पुरस्कार गरिदिनुका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु। यो पुरस्कार हस्तान्तरण गरिदिनुका लागि म पूर्व भलिबल राष्ट्रिय भलिबल खेलाडी राजु श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो यस भेटरन 2082 मा दोस्रो स्थान हासिल गर्ने टिम सुन्दर हरैचा भेटरनका सम्पूर्ण खेलाडी महानुभावहरूलाई म आफ्नो पुरस्कार ग्रहण गरिदिनुका लागि यहाँ स्टेजमा निमन्त्रणा गर्न चाहन्छु र यस दोस्रो पुरस्कारको ट्रफी हस्तान्तरण गरिदिनुका लागि म प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु र नगद पुरस्कार हस्तान्तरण गरिदिनुका लागि म ढुकुरपानी पूर्व विद्यार्थी समाजका संस्थापक कोषाध्यक्ष तथा अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष श्री दिल्ली प्रसाद चापागाईज्यूलाई अनुरोध गर्दछु र यो प्रमाणपत्र हस्तान्तरण गरिदिनुका लागि भेटरन फुटबल 2082 का खेल संयोजक श्री रोशन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यस भेटरन 2082 मा प्रथम हुन सफल चारपाने युनाइटेड भेटरनका म सम्पूर्ण खेलाडीज्यूहरूलाई स्टेजमा निमन्त्रणा गर्न चाहन्छु पुरस्कार ग्रहणका लागि र प्रथम हुने टिमलाई पुरस्कार ग्रहण गर्नका लागि म प्रमाणपत्र प्रदान गरिदिनुका लागि म ढुकुरपानी पूर्व विद्यार्थी समाजका निवर्तमान अध्यक्ष चेवन शर्मा ज्यूलाई अनुरोध गर्दछु। त्यस्तै गरी यो पुरस्कार प्रदान गरिदिनुका लागि म प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु ट्रफी लगायत नगद पुरस्कार हुनुभएको छ। उहाँहरूको पुरस्कार वितरणका अध्यक्ष रामचन्द्र अधिकारीज्यूलाई हार्दिक धन्यवाद। कार्यक्रम सञ्चालक तथा यस संस्थाका सचिव लीला तिमछिराज्यू, आजको कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख आदरणीय रेगिना भट्टराई प्रसादज्यू, विशिष्ट अतिथि श्री ढुकुरपानी माविका आदरणीय सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति
यस संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूको सहयोग साथले नै यो कार्यक्रम यहाँसम्म आइपुगेको हो। तसर्थ आगामी दिनमा पनि सम्पूर्ण सहयोगी मनहरूलाई म सहयोगको अपेक्षा सहित धेरै धेरै सम्पूर्ण खेलप्रेमी महानुभावहरू तपाईँहरूको जो